ल साथीहरु चाहिँ सिलगढी दार्जिलिङ मोड बदली रहेछ फ्लाइओभर बनेपछि 2 माइल जानेपट्टि यो दार्जिलिङ मोड आउनेपट्टि पहिला यो माथिल्लो बाटो थियो अहिले यो ब्रिज यो भित्र जाने ब्रिज बनिँदैछ र अलिकति घुमाएको छ माथिबाट बजार जाँदैछु पार गर्दैछु ब्रिज जलपाइगुडी जाने ब्रिज पहिला यहाँ मुनिबाट यस्तो थियो बाटो अहिले यस्तो बनिँदैछ माथि माथि फ्लाइओभर घुट्टी गाडी यसो यो उता मिसिनहरू ठुल्ठुलो राखिरहेको छ अहिले यता आफ्नो सर्टकट खोलेको छ बाटो साथीहरू गर्छ उता चाहिँ दार्जिलिङ मोड उता चाहिँ जक्सनबाट आउने बाटो हो चाहिँ नजर हेर्न सक्यो त्यो दार्जिलिङ मोड ब्रिज हो सानो त्यो ब्रिज यता चाहिँ यस्तो बनिँदैछ यो फायरको कुटीहरू दिइरहेको छ ब्रिज चाहिँ बजार जाने काम परेर बजार जाँदैछु सक्नुहुन्छ गाडी आउँछ यसै आजको नजारा ब्रिजको बाटो यस्तो बनिँदैछ कि यहाँ यो तल चाहिँ आसाम जाने रेलको दार्जिलिङ रेलकोले कि आसाम जाने यो सानो देख्नु हुँदैछ सानो ब्रिज जाली लाग्छ अहिले बार दार्जिलिङ जाने ब्रिज सानो लिक